हाई गाइज, म भर्खर अफिसबाट आइपुगेँ। अब आउने बित्तिकै ब्याग स्याग त राख्नुपर्ने बित्तिकै के गर्नु, दिनभरि काम हुन्छ। बिहान भिडियो सिडियो बनायो। अब अफिसको टाइममा त खासैमा भिडियो एडिटिङ गर्ने टाइम पनि हुँदैन। टक्क रुममा आयो यति बेला, लुगासुगा ब्याङ ब्रुङ पाऱ्यो, त्यसपछि खानासाना खायो, भिडियो एडिट गर्छु होइन। अनि आज तपाईँलाई एउटा के कुरा भन्छु भने, तपाईँले कुनै पनि ग्रुपमा अथवा कुनै पनि पोस्टमा तपाईँले एउटा कमेन्टलाई कपी गरेर सबै कमेन्टहरूमा तपाईँले त्यो पेस्ट गर्नुहुन्छ नि होइन। तपाईँले त्यो पेस्ट गर्नुभयो भने तपाईँको आइडी स्प्याम हुन्छ, तपाईँको आइडी सस्पेन्डमा जान्छ। याद गर्नुपर्छ। कति प्रायः साथीहरूको भएको पनि होला, कति प्रायः साथीहरूको भएको छैन। तपाईँको त्यो स्प्याम भइसकेपछि तपाईँले कसैलाई पनि कमेन्ट गर्नु मिल्दैन। तपाईँको 1 विक समथिङ, तपाईँको 1 विक चाहिँ तपाईँको अकाउन्टै ब्लक हुन्छ। म कुनै पनि त्यो त्यस्तो जाने मान्छे त होइन, त्यही पनि एज अ क्रिएटर भएको कारणले अलिकति मलाई थाहा छ भने, जो मान्छेलाई थाहा छैन त्यो मान्छेले चाहिँ काम लागोस् भनेर मैले भन्नु खोजेको होइन। तपाईँ एउटा कमेन्टलाई चाहिँ कपी गरेर जुन पनि पोस्टमा कमेन्टमा चाहिँ पेस्ट गरेर कमेन्ट चाहिँ नगर्नु होला। मम्मी पनि रिसाउनु भयो, भात पसिसक्यो सिलायो अरे।